हेलो गुड मर्निङ गाइस, सबैजनालाई स्वागत छ मेरो ब्लगमा है। सबैजना स्वास्थ्य व्यस्त राम्रै हुन्छन् पुरा आशा राखेको छु। आज मैले ब्लग सुरुवात गरेको छु चटपटी बनाउँदै है साथीहरू। चटपटी आज मलाई गिलो चटपटी खान मन लाग्यो नि मैले गिलो चटपटीको रेसिपी पनि हालेको छु। तपाईँहरूले हेरेर गर्न सक्नुहुन्छ। मेरो घरमा जे एभाइलेबल थियो मैले त्यही हालेँ साथीहरू। भेजिजहरू धेरै थिएन अनि मैले त्यो हाल्न पाइनँ। अनि बच्चाले पनि धेरै गिलो त्यताउति बनाइन हरियो खोर्सानी हालेँ साथीहरू। अनि चाउचाउ चाहिँ मैले क्विक हालेँ साथीहरू। चटपटीमा खिच्चो यस्तो मिठो हुन्छ त्यसको मसला सहित होइन। अनि त्यही भएर त्यो हालेँ। अनि मैले अमिलोमा साथीहरू अनि मैले चुक अमिलो हालेको साथीहरू। त्यो एकदम राम्रो हुन्छ, एरिबल पनि हुन्छ। त्यो अर्को त्यो पाउडरहरूको धुलोहरू भन्दा अनि त्यो उसहरू भन्दा त्यो हाल्न सक्छ नि। मैले त्यसमा चाहिँ फेरि त्यो दाल मटरहरू पनि हालेँ साथीहरू। देख्न सक्नुहुन्छ आमा छोराको लागि हो भनेर मैले धेरै पनि बनाइन, ठिकै बनाएँ। रातिको समय थियो अनि घाँटीहरू दुख्ने प्रब्लम पनि हुन्छ भनेर। अनि बदाम पनि हालेँ, दाल मटरहरू पनि हालेँ साथीहरू होइन। अनि गिलो चटपटी बनाउनको लागि मैले त मसला पनि रेडी बनाउँदै थिएँ। अनि त्यसमा चाहिँ फुड कलर छोडेर पिठो अनि पानीले गराउने हो साथीहरू। धेरैमा सबैजना साथीहरूले प्रायः क्वेसन गरिरहनु भएको छ कि यो गिलो चटपटीको सस कसरी बनाउने हो भनेर। त्यसरी बनाउने हो साथीहरू, केही ठुलो आपत्ति छैन। किनेर खाने भन्दाखेरि आफ्नो घरमै बनाएको खाएको राम्रो हुन्छ साथीहरू। अनि के कस्तो हुनुहुन्छ साथीहरू, सबैजना स्वस्थ व्यस्त राम्रै हुन्छ भनेर पूर्ण आशा राखेको छु होइन। थोरै तर मलाई चाहिँ अलिकति अमिलो बढी भएछ कि साथीहरू। थोरै हाले जस्तो लागेको थियो, अमिलो बढी। म फेरि पिरो खानेमा पर्छु साथीहरू, त्यो अमिलो धेरै खान सक्दैन कि। ल अनि लतक्क पार्नको लागि मैले गिलो चटपटीको सस सबै हालिदिएँ। अनि ल हेर्नु साथीहरू मोल्दैछु। अनि देख्न सक्नुहुन्छ यस्तो मुख रसाउने भएको थियो होइन। अनि धेरै चिजहरू पनि हालेन साथीहरू। आफ्नो सानो केरो अनि फेरि अनि प्याज खोर्सानी मात्रै हालेँ साथीहरू, धेरै केही पनि हालेन। अनि त्यसको हेर मोल्दा मेरो त मुखबाटै पानी रसायो कि साथीहरू। अनि मेरो छोराले भिडियो गर्दै थियो साथीहरू। अनि मेरो पनि मुखमा कस्तो पानी आइसक्यो, मम्मी छिटो गरौँ छिटो। अनि आज उसको मेरो च्यालेन्ज गर्ने भनेर बनाएको थियो कि साथीहरू। कहिलेकाहीँ त छोराछोरीको फरमाइसमा पनि अनि गर्नुपर्छ। अनि उनीहरूको फरमाइस आफूले पनि खान पाइन्छ। हेर्नु न साथीहरू, लतक्क भएको थियो खाना मन कस्तो मिठो, तर एकदम मिठो हुँदो रहेछ है साथीहरू। अझ अरूहरू पनि मसला थिएन साथीहरू, मसला पनि अलि बेसरी हाल्नु पाएको भए त धेरै राम्रो हुन्थ्यो। अनि उता मैले रेडी गरेको छु मोमो पनि दुईवटा, एउटा पिरो अनि एउटा नपिरो अचारमा छ साथीहरू। अनि फ्रेन्च फ्राइज पनि थियो कि। अनि हामीले माथि लगेर कोठामा लगेर च्यालेन्ज गरौँ साथीहरू। हामी आज फेरि च्यालेन्ज सिजर गर्दा हामी पेपर छोरा र गर्न मैले थाल्यौँ। अनि फेरि सिजर पेपर गर्छौँ। आफ्नो एकचोटि बच्चाहरूको जसले लागि गर्छ भयो अनि भने त्यसले चाहिँ दुईचोटि आफू खानु पाउने एकदम जे एक्टिभ जे भयो हुनुपर्ने भने। जरुरी अनि छ कि हाम्रो होइन। रहेको छ त्यही भएर मैले सबै गिलो कुराहरू प्रायः चटपटे किनेर साथीहरू। खानुभन्दा हामीले घरमै बनाएर खाइरहन्छौँ। गिलो चटपटे मौका मिल्यो भने। अनि अनि रहेको उसले पनि छ साथ सहयोग गर्छ मलाई मोमो साथीहरू। होइन। अनि मोमोको हजुरको अचार अनि बच्चाहरू के थोरै कस्तो हामीले हुनुहुन्छ फ्राई होइन, बानी आलु पनि बेहोराहरू लिएर आएको प्लिज छौँ ल। कमेन्ट बिलो। अनि ल छिटो मेरो छोरा अहिले 11 अनि इयरको खानु भयो। अनि उसलाई अहिले एक्टिभ नै हुन्छ साथीहरू, सहयोग गर्छ। मम्मीले मैले लुगासुगा धुन थालेँ भने उसले पखालिदिने, मैले भाँडासाँडा माझे पनि ग्यास पुस्दिने गर्छ। एकदम माया गर्छ। के गर्नु साथीहरू, उनीहरूको लागि आफूले दुःख गर्नुपर्छ। फर्स्टमै उसको टर्न आयो कि अनि कति खुसी भयो होइन। अनि फर्स्टमै मेरो टर्न आयो, मैले खान पाएँ भन्दैछ। अनि एकदम खुसी हुँदैछ, एकदम रमाइलो पनि भयो। ल को साथीहरूलाई छोटो ब्लग हेर्नु मन छ च्यालेन्जको प्लिज कमेन्ट बिलो है सबैजनाले। अनि यो चाहिँ युट्युब च्यानल छ मेरो साथीहरू, युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। एकदम मजा आयो, एकदम रेसिपी एकदम खुसी भएर खेल्यौँ दुईजनाले। एकदम रमाइलो भयो, एकदम खुसी भयो ऊ पनि। अनि फेरि खाना पाउँदाखेरि त बच्चाहरू जङ्क फुड खाना पाउँदा त को खुसी हुन्न र होइन। अनि यस्तै छ साथीहरू, साउनको महिना छ, सबैजना हरियाली तीज लगाइरहेको सबैजना दिदीबहिनीहरूलाई ह्याप्पी तीज भन्न चाहन्छु यही भिडियो मार्फत होइन। अनि स्वस्थ व्यस्त हुनु होला सबैजनालाई। अनि धेरै माया छ होइन, मलाई साथ सपोर्ट गरिदिनु होला। मलाई यो युट्युब च्यानलमा पनि फलो गरिदिनु है साथीहरू, सबैजना सब्सक्राइब गरिदिनु होला। भर्खर सुरुवात गरेको छु, त्यति एक्टिभ हुन त आउँदैन, त्यही पनि भर्खर सुरुवात गरेको छु। पाइला चाल्दै जाउँ कहाँसम्म पुगिन्छ होइन। हजुरको माया कतिको पाउँछु मैले के गर्छु थाहा छैन। तैपनि भिडियो हेरेर साथ सपोर्ट गरिदिनुहुन्छ भने पुनः आशा राखेको छु। सबैजना साथीहरूलाई धेरै धन्यवाद। अनि नयाँ नौलो के छ साथीहरू सबैजनाले भनिदिनु होला। अनि अरू यस्तै हो, व्यस्तताका कारणले पनि युट्युबमा खासै हाल्नु पाइँदैन। अनि कन्टेन्ट पनि के हुन्छ थाहै हुन्न है साथीहरू, के हालौँ भन्ने। अनि फेरि धेरै पालो त उसको आयो साथीहरू, धेरै खाना चाहिँ उसले पायो, मैले भन्दा धेरै उसले नै खायो जस्तो लाग्छ मलाई। अनि रमाउँदैछ, यति मजाले खायो कि साथीहरू।
अनि कहिलेकाहीँ मेरो पालो आउँछ कि अनि मोमो थोरै थियो नि त मोमो दिनु लागिसकेको थिएँ अनि अब मोमो धेरै नखाने कि चटपटे खाने भनेर भन्दैछ होइन अनि फेरि मैले लास्टमा मोमो खाएँ अलिकति अनि एउटा बाँकी थियो अनि त्यो पनि आधी खाएर आधी राख्थेँ कि साथीहरू के गर्ने यस्तै छ अनि मिठो थियो तर अनि भिडियो खिच्ने ब्लग बनाउने भइसकेपछि त सबैजनाले बच्चाहरूले फरमाइस गर्दो रहेछन् कि आज यो च्यालेन्ज गरौँ न कस्तो कन्टेन्ट भइरहेको छ सबैजनाले उसमा के भन्छन् च्यालेन्ज गरौँ न भनेर अनि त्यही भएर साथीहरू धेरै समय हुँदैन बिहानदेखि बेलुकासम्म पसलमै बस्नुपर्छ अनि समय मिलेको हुँदैन अनि त्यो समय मिलेको बेलामा चाहिँ ल यतिको गरौँ न त भनेर यतिको गऱ्यौँ साथीहरू हामीले सबैजनाले माया देखाइदिनु होला माया दिनु होला सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला टिकटक च्यानल पनि छ मेरो वर्षा श्रेष्ठ छ है त्यहाँ चाहिँ साथीहरू सबैजनाले गएर त्यहाँ पनि फलो गरिदिनु होला अनि वर्षा पेज पनि छ है साथीहरू मेरो वर्षा पेजमा पनि गएर फलो गरिदिनु होला साथी भइदिनु होला सबैजनालाई एक्टिभ त म सबै ठाउँमा छु होइन साथीहरू तर गरी पुऱ्याउन चाहिँ गाह्रो पर्ने रहेछ कि अनि त्यही भएर सबैजनाले साथ सपोर्ट र माया गरिदिनुहुन्छ भने पूर्ण आशाका साथ अगाडि बढेको छु सबैजनालाई धेरै धेरै माया धेरै सम्मान छ है जसले मलाई फलो गरिदिनु भएको छ माया देखाइदिनु भएको छ अनि अगाडि बढ्नको लागि हौसला जाग्छ आफ्नो भोइस सुनेर त आफूलाई भिडियो बनाउनु त मन लाग्दैन त्यही पनि होइन अरूलाई मन परेकै छ नि भनेर पनि मैले गरिरहेको हुन्छु साथीहरू अनि एकदम राम्रो लाग्छ कि एकदम राम्रो लाग्छ खुसी लाग्छ आफ्नो भोइस त आफूलाई कसलाई मनपर्छ र अनि तर पनि पिरो अचार पनि छ कि साथीहरू त्यहाँ अनि मेरो छोराले त खाँदैन अनि मैले चाहिँ खान्छु त्यही भएर लिएको थिएँ अनि फेरि मोमो चाहिँ मैले घरमा बनाएको होइन साथीहरू किनेर लिएर आएको भ्याउँदैन नि त बेलुका हुन्छ समय अनि त्यही भएर अनि मोमो चाहिँ भ्याउँदैन अनि फ्रेन्च फ्राइज र आलु फ्राई र मैले चटपटे चाहिँ घरमै बनाएको थिएँ होइन अनि त्यति एभाइलेबल भयो 8:30 बजीसम्म पसलमा बसिन्छ अनि घर जाँदाखेरि त्यति भ्याउँदैन अनि फेरि जे थियो त्यहीले गऱ्यौँ त्यही पनि छोरा खुसी भयो छोरो खुसी हुने नै म खुसी हुने हो होइन जति गरे पनि मैले उसकै लागि गरेको छु भन्ने फिल आउँछ त्यही भएर मैले गर्छु साथीहरू सबैजनाले साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला सबैजनाले फलो गरिदिनु होला सबैजनाले च्यानललाई सब्सक्राइब गरिदिनु होला है साथीहरू हेर्दै जानुभयो भने सबैजना हुन्छ फलो गरोस् भलो हुन्छ सबैको एक न एक दिन हामी पनि अगाडि बढेरै देखाउनेछौँ होइन साथीहरू यति भन्दै यति मिठो गरेर खाइयो कि साथीहरू च्यालेन्ज आज खाना पनि त्यही नै थियो कि साथीहरू हामीले चाहिँ त्यति नै खायौँ अनि त्यति नै खाएपछि अनि आजको डिनर नै त्यही थियो साथीहरू ल साथीहरू सबैजनाले माया ममता देखाइदिनु होला अनि कसैको पनि रिस डाहा गरेर कसैलाई केही हुँदैन कि साथी हामीले जति पाउनु पर्ने हो आफूले गरेर पाउने हो अरूको देखेर अरूको रिस गरेर हामीले पाउँदैनौँ आज हामीसँग छैन त्यहीमा पनि सन्तुष्टि हुनुपर्छ भोलि हामीसँग धेरै हुन्छ त्योमा पनि सन्तुष्टि हुनुपर्छ आज हामीसँग छैन जिरो लेभलमा छौँ त्योमा पनि सन्तुष्टि हुनुपर्छ भोलि गएर आज हामी बढी पनि हुन सक्छौँ त्योमा पनि खुसी नै हो होइन हाउसवाइफ भएर त्यतिकै बस्नुभन्दा केही कुरामा युटिलाइज गरौँ न त केही कुरा गरौँ न त भन्ने मनसाय जागेर मैले पनि यति गरेको छु हजुरहरूले पनि गर्न सक्नुहुन्छ हजुरको अरू दिदीबहिनीहरूले पनि होइन यसलाई सबै कुरा देखाउन पर्ने सबै कुरा गर्न पर्ने भनेर कतिपयहरूलाई त रिस उठ्न सक्छ त्यहाँहरूले चाहिँ स्किप गरिदिनुहोस् नहेरिदिनुहोस् मेरो च्यानल म बोलेको नसुनिदिनुहोस् होइन तर जसलाई मनपर्छ त्यहाँले चाहिँ पक्कै पनि गरिदिनुहुन्छ भने पूर्ण आशा राखेको छु गिलो चटपटे यस्तो मिठो भएको थियो कि साथी तर मलाई यसपालि चाहिँ चिकनमा गिलो चटपटे बनाउनु मन थियो तर पनि मैले सकिनँ किनकि वर्ड फुल लागेको भनेको कारणले चाहिँ मैले चिकन एड गर्न सकिनँ त्यही भएर हामी सादा नै बनायौँ अनि अर्को पालि चाहिँ चिकन चटपटे रेसिपी पक्कै पनि आउनेछ साथीहरू तर लास्ट मिठो भएको थियो मलाई फेरि खुर्सानी मनपर्छ नि त अनि त्यही भएर मैले चाहिँ हरियो खुर्सानी खाँदै थिएँ अनि आज खायो भोलि गाह्रो हुन्छ फेरि होइन अनि तर धेरै रमाइलो भयो एकछिनसम्म चाहिँ बच्चा खुसी भयो मलाई चाहिँ त्यही खुसी लाग्छ अनि उसको लागि नै मैले गर्ने हो भनेर अनि मेरो पाला लास्टमा एउटा मोमो बाँकी थियो कि अनि मलाई पनि मोमो नखाने कि मलाई राखिदिनु भन्दै थियो अनि मैले चाहिँ आधी खाएर आधी राखिदिएँ अनि यस्तो हँसाउँछ है बच्चाहरूले कति खुसी लाग्छ कि आफूले दुःख गरेर अझ उनीहरूको ठुलो भएपछि प्रगति हेर्दाखेरि झन् कति रमाइलो लाग्छ होला होइन एकदम धेरै खुसी लाग्छ साथीहरू छैन कसैको साथ सहयोग त पाइँदैन पक्कै पनि यो समाजमा यो फिल्डमा गाह्रो छ तर पनि अगाडि बढेको छु म केही गर्छु भनेर प्लिज गिलो चटपटे साथीहरूलाई देखाउँदैछ गिलो चटपटे भनेर उसलाई यो रेसिपी चाहिँ मैले पहिलोचोटि ट्राई गरेको थिएँ
अलिअलि त हालिन्थ्यो सस तर लत्तक पारेर चाहिँ हामीले पहिलोचोटि खायौँ साथीहरू तर सस के अरे मसला अलिक पुगेको थिएन सादा सादा जस्तै भएको थियो तर पनि मिठो भएको थियो बदाम सदाम हालेर भएको थियो अनि खेल्यौँ एकछिनसम्म चाहिँ सिजर पेपर गऱ्यौँ अनि रमाइलो भयो उसलाई पनि खुसी लाग्यो मलाई पनि एकदम रमाइलो लाग्यो भन्दा दङ्ग पर्दै थियो एकचोटि हामीले बनाएको थियौँ कि एकदम च्यालेन्ज अनि त्यो च्यालेन्ज चाहिँ फेरि मैले पहिला युट्युब च्यानल खोलेको थिएन कि साथीहरू अनि युट्युब च्यानलमा चाहिँ पोस्ट गर्न पाइएन अनि पछि मैले चाहिँ अनि त्यो टिकटकमा लोड गर्ने बेलामा चाहिँ धेरै मिनटको भए भएर लोड भएन अनि त्यो त्यतिकै डिलिट गरेँ मैले डिलिट गर्न नपर्ने रहेछ साथीहरू पछि पोस्ट गर्नुपर्ने रहेछ गरेन त्यो बेला चाहिँ हामीले सिजर पेपर रक नै गरेको तर दौडेर चाहिँ सिजर पेपर रक गरेको थियौँ कि अनि तर यस्तो राम्रो भएको त्यो पनि गर्न सकेन साथीहरू होइन ल यति भन्दै सबैले साथ सबै गर्नु जानु पूर्ण आशा राखेको छु माया गरिदिनु होला मलाई सब्सक्राइब गरिदिनु होला साथीहरू युट्युब च्यानलमा Sizzle prepara. Sizzle prepara. साथीहरू पिरो छैन चटपटे दामी भएको साथीहरू किलो चटपटे पहिलोचोटि हामीले यस्तो लतक्क पारेर खाएको मिठो भएको मिठो भयो दुईचोटि भयो भइसक्यो त्यो एकचोटि सिजर पेपर भयो कहाँ हुनु अझ एकचोटि लाग्छ सिजर पेपर आलु सबै खानु भिडियो फुल भिडियो साथीहरू बाई बाई